Everyone, it's me Sending Ami back again with a new video. म फेरिबाट आइसकेँ मेरो बोरिङ फेस लिएर। सो मलाई चाहिँ आज साथीले ग्लोभ्स र अरू केही किन्ने भनेको थियो, अनि त्यही भएर हामी चाहिँ पन्ती गल्ली जान लाग्यो। सो लेट्स सी के कसरी हुन्छ भनेर। मेरो साथी र म चाहिँ त्यहाँ पन्ती गल्ली गएको थियौँ अनि उसलाई चाहिँ ग्लोभ्स किन्न थियो। अनि हामीले चाहिँ त्यो ग्लोभ्स किनिसकेपछि यता म चाहिँ घर गएँ एकछिन खाजासाजा खानलाई। अनि खाजासाजा खाइसकेपछि चाहिँ यहाँ चाहिँ म मेखलाङ ग्यास जातिमा छु। अनि यहाँबाट चाहिँ भ्यू चाहिँ लास्ट दामी देखिरहेछ कि। र मेरो साथी चाहिँ हामीहरू एकछिन बस्छौँ, एकछिन गफ गर्छौँ। अनि गफ गरेपछि मैले उसलाई ड्रप गर्छु, अनि उसलाई ड्रप गरिसकेपछि म पनि घर जान्छु। तर जे होस् आजको डे चाहिँ मेरो चाहिँ त्यस्तो राम्रो भएन। एकजना मान्छेले लास्ट रुड तरिकाले बोलेको थियो। अब के भन्ने, अब मलाई नि अलिक नमजा लागिरहेको थियो। अनि मैले ममलाई भनेको थिएँ अब के गर्छस् त नि, कोही मान्छे त्यस्तै नमजा तरिकाले सबैको बोल्ने तरिका छुट्टै हुन्छ, सबैले बिहेभ गर्ने तरिका छुट्टै हुन्छ भने। अनि मैले नि केही नि भने एकछिनसम्म त लास्ट रिस उठिरहेको थियो। अब फेरि मेरो एङ्गर इस्युज पनि छ कि, मेरो झट्टै रिसाउने बानी थियो। अहिले चाहिँ केही भएन, अहिले चाहिँ चिलमा छु। सो त्यही नै हो। साथीले चाहिँ हामीहरू घरतिर जाने भनिसकेछ। अब हामी चाहिँ घर जान्छौँ। सो लेट्स सी के कस्तो हुन्छ भनेर। असम भनेको यो बिहान कलेज जान नि लास्ट च्याउ काम हो कि। म चाहिँ लिटरली ग्लोभ्स लगाएर जान्छु होइन, ग्लोभ्स लगाएर स्कुटर चलाउँछु। ग्लोभ्स लाउँदा पनि जाडो हुन्छ कि, औडा जाडो हुन्छ। म उठ्छु है, उठेर फेरि एउटा सुत्तिम जस्तो हुन्छ कि, त्यस्तो जाडो हुन्छ कि। अनि जसै जानु पऱ्यो, अब एक दिन एब्सेन्ट भएर भएन, 2 दिन एब्सेन्ट भएर भएन, 3 दिन एब्सेन्ट भएर अर्को दिन त जसै जानु पऱ्यो भने फेरि एउटा लुगासुगा लगाउँछु। लिटरली म 3-4वटा लेयर लगाउँछु कि, कपडाको लगाउँदा पनि जाडो हुन्छ। सो मैले चाहिँ कहिले यो इक्जाम सकिएला र कहिले बिदा होला जस्तो भइसक्यो। बिहान कलेज जानु पर्दैन नि त, त्यही भएर कहिले इक्जाम होला र कहिले बिदा होला जस्तो हुन्छ कि। सो त्यही नै हो आजको लागि। म धेरै बोल्नु पनि लागेन, लास्ट जाडो भइरह। अनि म चाहिँ साथीको घरमा थिएँ कि, अनि मैले केही पनि पढाएको छैन, अनि मेरो फोनमा चार्ज पनि छैन। सो द्याट्स इट फर टुडे गाइज। आइल सी इन द नेक्स्ट भिडियो। टिल देन स्टे ह्याप्पी, स्टे सिंगल. Bye. See you guys in the next video.